नमस्ते हजुर, म चाहिँ उमेश श्रेष्ठ, कुजु नेपाल ट्राभल युनियनको डाइरेक्टर र याइडिया इलेक्ट्रिक स्कुटरको चाहिँ नेपालको चाहिँ आधारित अथोराइज डिस्ट्रिब्युटर। सो डेफिनेटली हाम्रो कस्तो भने यो नाइमोट जुन लास्ट इयर वाज अ गुड सक्सेस हैन, एकदम एउटा हामीले सोचेको भन्दा धेरै राम्रो हामीले त्यसमा भनौँ न कस्टमरको फिडब्याक रेस्पोन्सहरू पायो। दो इट वाज अ फर्स्ट इभेन्ट र अहिले यो सेकेन्ड हुन लागेकोमा हामी धेरै खुसी छौँ र हामी यो एक्सपेक्टेसन पनि एकदमै हाई राखेको छु हैन, किनभने यसपालि जुन हिसाबले नाइमाले तयारी गरेको छ डेफिनेटली अडियन्सलाई चाहिँ नि भनौँ न डिफ्रेन्ट ब्रान्ड्सहरूले चाहिँ नि धेरै सरप्राइजहरू दिनेवाला छ। त्यही माथि हामी याडियाले पनि हामीले पनि भनौँ न त्यो इभेन्टमा चाहिँ नि तीनटा डिफ्रेन्ट प्रडक्ट चाहिँ हामी लन्च गर्दैछौँ त्यही इभेन्टमा चाहिँ, र त्यो चाहिँ नि डिफ्रेन्ट लेभलको प्रडक्ट हुन्छ। आइएम स्योर त्यो दिन चाहिँ कस्टमरहरूले त्यो प्रडक्ट हेरेर चाहिँ हुन्छ नि डेफिनेटली याडियालाई चाहिँ हेर्ने नजरिया अर्कै नै हुनेछ त्यसपछि चाहिँ। सो हामी त्यो तयारीमा लागिरहेछौँ अहिले। अब डेफिनेटली इलेक्ट्रिक स्कुटर, सो काम त एउटै हो तर डिफ्रेन्ट स्कुटरको डिफ्रेन्ट पर्पज छ। र मैले आजको दिनमा भन्दाखेरि चाहिँ एउटा चाहिँ नि भन्दाखेरि चाहिँ हाम्रो चाहिँ एउटा लङ रेन्जको स्कुटर आउँदैछ, एउटा चाहिँ पर्फर्मेन्स स्कुटर आउँदैछ र एउटा चाहिँ नि जेनरल भनौँ न टाइपको डिफ्रेन्ट मोडल तर डिफ्रेन्ट अडियन्सलाई टार्गेट हुने गरी चाहिँ आउनु लागेको छ। अब यस्तो छ, अब रेन्ज अहिले हामीले अब प्राइसिङ पनि भन्नु मिलेन, रेन्ज पनि अब रेन्ज भन्नलाई मलाई प्रब्लम छैन होइन। जस्तै मैले भन्दाखेरि एउटा जस्तै 300 किलोमिटरको आउँछ भने एउटा 150को आउँछ भने जस्तै लङ रेन्ज 300 तपाईँको पर्फर्मेन्स 150 किलोमिटर र डे टु डेको लागि चाहिँ 100+ रेन्जको चाहिँ आउँदैछ र प्राइस पनि डेफिनेटली तपाईँले हेर्नुभयो भने अब मैले तपाईँ ठ्याक्कै नभन्दा पनि तर याइडियाले चाहिँ बेस्ट प्राइस चाहिँ लिएर आउँछ किनभने आजको दिनमा हेऱ्यो भने इन्डस्ट्रीमा हामीले बेस्ट प्रडक्टहरू बेस्ट प्राइसमा नै हामीले चाहिँ अडियन्सलाई चाहिँ दिइरहेछ भनौँ न। होइन डेफिनेटली अब यो तपाईँले याइडिया हेऱ्यो भने 2001देखिको उसको चाहिँ नि हिस्ट्री छ। सो आजको दिनमा मोर देन 25 इयर्स तपाईँको इन्डस्ट्रीमा उनीहरू होइन आइसकेको छ। र कस्तो भन्दाखेरि सो यो पिरियड अफ टाइमसम्म तपाईँले हेर्नु भने त याइडियाको ग्रोथ तपाईँले हेर्नुभयो भने भनौँ न अहिले मोर देन 150 कन्ट्रिजमा प्रेजेन्स छ होइन। सो याइडिया एउटा यस्तो कम्पनी छ भनौँ न जस्तै तपाईँको वर्ल्डमै तपाईँको उसको सेल्स याइडियाको सेल्स तपाईँको आज दिनमा मोर देन कस्तो भन्यो नि अराउन्ड लाइक 40 मिलियन छ उसको होइन। र प्लस कस्तो भने मैले भने जस्तो उहाँ 25 वर्ष 25 इयर्स ओल्ड कम्पनी भनेपछि उसको R&D नै यति स्ट्रङ छ होइन। उहाँले कस्तो भने देश अनुसार होइन त्यहाँको टराइन अनुसार डिफ्रेन्ट प्रडक्टहरू उहाँले लन्च गरेको छ। हेऱ्यो भने तपाईँले आज नेपालमा पनि जुन प्रडक्ट हामीले लिएर आएको छ तपाईँको कस्तो भने लो इन्कम ग्रुपदेखि लिएर तपाईँको पर्फर्मेन्स हाई एन्डसम्मको प्रडक्ट हामीले इन्ट्रोड्युस गरेको छ। त्यस्तै उहाँले त वर्ल्ड वाइडै त्यसरी इन्ट्रोड्युस गरेको छ भनेको चाहिँ हरेकलाई हुने गरी प्रडक्ट निकालेको छ होइन। कति कम्पनीको त हेऱ्यो भने कि त एउटा अफोर्डेबल छ कि त प्रिमियम सेगमेन्टको छ कि त बिचको छ यसरी छ। वेरेस याइडियाको तपाईँको भनौँ न हरेक लेभललाई हुने गरी उनले इन्ट्रोड्युस गरेको छ प्रडक्ट मार्केटमा। र भनौँ न चाइनामा मात्रै तपाईँको 8वटा म्यानुफ्याक्चरिङ प्लान्ट छ उनीहरूको होइन। सो उसको प्रोडक्सन क्यापेसिटी यति हाई छ। प्लस अहिले तपाईँको इन्डोनेसियामा छ, भियतनाममा छ, थाइल्यान्डमा खोल्नु लागेको छ, अफ्रिकामा खोल्नु लागेको छ। सो उहाँको त ग्रोथ त तपाईँको एभ्री डे इज ग्रोइङ होइन भन्यो नन स्टप ग्रो नै भइरहेको छ कि। सो त्यो हिसाबले कस्तो भने नट जस्ट इन टर्म्स अफ प्रोडक्सन सेल्स मात्रै होइन, किन उहाँले आफ्टर सेल्स जुन सर्भिस दिनुहुन्छ त्यो पनि नम्बर 1 छ। त्यो हामीले नै भन्न सकिन्छ किनभने हामी आफै काम गरिरहेछ होइन। र हामीले जुन सपोर्ट पाउँछौँ उहाँकोबाट होइन, मेरो विचारमा आई थिङ्क यही सपोर्टले गर्दा नै सायद नेपालमा पनि हामी चाहिँ एउटा ट्रस्ट बिल्डअप गर्न सकेको छ। बेच्न त जसले पनि बेच्छ, जे प्रडक्ट पनि बेचिन्छ, किन्ने मान्छे पनि त्यतिकै हुन्छ, तर आफ्टर सेल्स के त होइन। आजको दिनमा अब आउनु चाहिँ हाम्रो 100% कस्टमर सेटिस्फाइड होला तर हामीले सर्भिसमा काहीँ कमी चुकाएको छैन होइन। र त्यो हिसाबले कस्तो भने त्यो हिसाबले गर्दा पनि कस्तो भने वेन आफ्टर सेल्स हामी जुन सर्भिस दिइरहेको छ त्यो एक्सपिरियन्सले पनि कस्टमरहरूले चाहिँ नि वर्ल्डमा चाहिँ नि अरूलाई पनि भन्दै गइरहेको छ ए याइडियाको सर्भिस राम्रो छ है। त्यो इम्पोर्टेन्ट छ क्या होइन, किन भोलि दिनमा सबैलाई समस्या भनेको किनिसकेपछि के त बिग्रियो भने के त, वारेन्टी टाइममा पाउँछ कि पाउँदैन, स्पेयर पार्ट्स टाइममा पाउँछ कि पाउँदैन होइन।
सो यो हिसाबले यार्डले चाहिँ नि ग्लोबली नै एकदमै भनौँ न प्रोफेसनली चाहिँ म्यानेज गरेर आएको छ, एकदम सिस्टम क्रिएट गरेको छ होइन। सो कस्तो भने उहाँको पनि भने के भन्दाखेरि सेल्स पछि आफ्टर सेल्स सर्भिस चाहिँ स्ट्रङ हुनै पर्छ र सबैले होइन प्रायोरिटी चाहिँ पहिला कस्टमरको इस्युलाई सल्भ गर्नै पर्छ भन्ने उहाँको पनि सोच छ। र त्यही हिसाबमा हामीले चाहिँ कस्तो टिमवर्कमा चाहिँ चाइनाको हामी त कस्तो 24 आवर्स नै चाइनाको टिमसँग कनेक्ट हुन्छ, एनी टाइम इस्यु आयो भने वी सर्ट इट आउट होइन। हामीले गर्ने यहाँ गर्छ सकेन इमिडिएटली हामी उहाँलाई लेख्छु र इमिडिएटली उहाँको रिप्लाई आउँछ, हो अब छुट्टीको बेला स्याटरडे सन्डे नआउन सक्छ, त्यही पनि कहिले काहीँ परेन आउँछ, नट वर्किङ डेजमा त कहिले इस्यु छैन, प्रम्पली एन्सर आउँछ। सो त्यो हिसाबले गर्दा पनि कस्तो भन्दाखेरि यसले पनि गुडविलमा चाहिँ नि भनौँ न क्रिएट गर्दो रहेछ क्या। सो यसले यो ट्रस्टले गर्दा पनि आजको दिनमा यार्डले चाहिँ नि ग्लोबली नम्बर 1 चाहिँ प्रेजेन्स राख्न सकिरहेछ। र आजको दिनमा हेऱ्यो भने यार्डिया ग्लोबल नम्बर 1 9 इयर्स कन्जिक्युटिभ 9 इयर्स नम्बर 1 भएर बसेको छ होइन। कुरा चाहिँ अघि जस्तो मैले भने जस्तो नि बेसिकली हाम्रो ग्लोबल नै सबैको हाम्रो वर्किङ स्टाइल सेमै हो। सो बेसिकली नेपालमा पनि केही डिफ्रेन्स छैन। सो यहाँ पनि हामीले कस्तो भन्दाखेरि डेफिनेटली यार्डियालाई हामीले लन्च गर्यो यहाँ होइन। अब हाम्रो मेन उद्देश्य त बेच्नै हो, बेचे पनि प्लस हाम्रो अर्को मेन कुरा कस्तो भने अवेरनेस ल्याउनु थियो इलेक्ट्रिक स्कुटरको बारे, जुन हामीले त्यो बिस्तारै हामीले एउटा अवेरनेस क्रिएट पनि गर्यो। अब हाम्रो हिसाबले हामीले ब्रान्ड पनि क्रिएट गर्यो, तर सँगैसँगै के भन्दाखेरि हामीले मात्रै होइन इभन कस्टमरले पनि यो ब्रान्डलाई चाहिँ इस्ट्याब्लिस गर्नमा हेल्प गर्यो, किन उहाँकै मायाले उहाँकै गुड फिडब्याकले मार्केटमा चाहिँ यार्डीको गुड इम्प्रेसन भएर आयो। किन उहाँले नै नराम्रो भनिदियो भने त यसको त काम छैन भने त हामी जति खर्च गरोस् ब्रान्डिङमा, जति इमेज बनाउन खोजोस् त्यो ब्रान्ड कहिले पनि सक्सेस हुँदैन होइन। सो कस्टमर जब ह्याप्पी भयो, जब उहाँले राइडिङ एक्सपिरियन्स राम्रो पायो, जब उहाँले आफ्टर सेल्स सर्भिस राम्रो पायो, उहाँले नै यार्डीको चाहिँ ब्रान्ड बनाइदिनु भयो। सो त्यो हिसाबले नै भनौँ न एउटा यार्डीले चाहिँ मार्केटमा चाहिँ एउटा गुड ब्रान्ड इस्ट्याब्लिस गर्न सक्यो होइन। डेफिनेटली हामी त कस्तो भने ग्रोइङ स्टेजमा नै छु होइन। अब तपाईँले अघि भने जस्तै हामीलाई पनि इजी त थिएन, किनभने कमिङ विथ लाइक हामीले सुरु गर्दा आगामी फर्स्ट इयरमा 100 थियो, त्यसपछि 200 भयो, त्यसपछि भन्नु गर्दा 500 भयो र भनौँ अस्ति 2025मा हामीले 1000 प्लसको हामीले भनौँ न बिजनेस गर्यो। र यसपालि डेफिनेटली हामीले लक्ष्य त 3000 लिएको छु होइन। हामी अलमोस्ट क्लोज पनि पुगिसक्यो, हामी अलमोस्ट क्लोज पनि पुगिसक्यो हामी होइन। यो किन यो वर्ष फेरि साथ पनि के दियो भन्दाखेरि हाम्रो यो ओइलको प्राइस हाइक भएर पनि सेल्समा चाहिँ हामीलाई सपोर्ट चाहिँ पायो होइन। सो हामी 3000 को लक्ष्य लिएको छु र हामी लगभग क्लोज पनि छु हामी। लेट्स बी होपफुल हामी त्यो टार्गेट म्याच गरौँ, किनभने जुन लास्ट इयरको हाम्रो टार्गेट त अलरेडी हामीले एचिभ पनि गरिसकेको थियो र अगाडि पनि गइसक्यो होइन। टार्गेट लिएको छु, लेट्स बी होपफुल। सो हजुरले भने कुन मोडलले चाहिँ नि अब कस्तो भयो भने हाम्रो स्टार्टिङदेखि हजुरले हेर्नुभयो भने मैले अघि भने नि यार्डीसँग यस्तो प्रडक्ट छ कि होइन, डिफ्रेन्ट कस्टमरलाई टार्गेट गरी बनेको प्रडक्टहरू छ। सो हाम्रो प्रडक्ट क्याटेगोरी पनि त्यही अनुसार छ, डिफ्रेन्ट लेभलकोलाई छ। तर भन्दा पनि कस्तो भन्दाखेरि हाम्रो इएटिएस प्रो भन्ने हाम्रो स्कुटर थियो, जुन चाहिँ कस्तो भने एउटा अफोर्डेबल प्रडक्ट प्राइसिङमा हामीले लन्च गरेको थियो र रेन्ज पनि राम्रो थियो। र त्यही क्यापेसिटीमा सायद अरू ब्रान्डको प्राइस हाई थियो होला। सो भनौँ न एउटा के पनि भयो थियो भन्दा जस्तै हामीले भनौँ फर्स्टमा हामीले जब यो स्कुटर लन्च गर्यो त्यति बेला लिथियम ब्याट्री हामीले लन्च गरेको थियो। त्यसलाई त्यो लिथियम पनि हजुरले नै एनएमसी ब्याट्री भन्छ हामी त्यसलाई होइन। सो त्यो टाइममा चाहिँ तपाईँको त्यो भनौँ न स्कुटरको प्राइस पनि हाई थियो, रेन्ज पनि कम थियो। अब मैले तपाईँलाई सिम्पली भन्दाखेरि त्यति बेला हामीले नै भनौँ न कुनै प्रडक्टको प्राइस तपाईँको 3,50,000 थियो र त्यसको रेन्ज चाहिँ तपाईँको 80 किलोमिटर होइन त्यो टाइममा। तर त्यसलाई हामीले जुन पनि मोडल लिएर आएको थियो त्यो मोडल पनि राम्रै बेचिरहेको थियो। सो प्राइस वाज नट एन इस्यु त्यति बेला पनि, इस्यु भए पनि तर कस्तो भने त्यो टाइममा जसलाई इन्ट्रेस्ट थियो उहाँले किनिरहेको थियो। र कस्तो भने त्यो टाइममा त भर्खरै मार्केटमा इलेक्ट्रिक भन्ने त भर्खर त आइरहेको थियो होइन। सो त्यो ट्रान्जिसन फेज भइरहेकोमा धेरैजना त वेट एन्ड वाचमै थियो, कस्तो होला होइन, कस्तो पर्फर्म गर्ला, किन धेरैजनाको इन्भेस्टमेन्ट पनि त हो त्यो प्रडक्ट होइन। भोलि बनिसकेपछि होइन किनिसकेपछि बन्छ कि नबन्ला, बनाउँदाखेरि महँगो पर्ला होइन, आफूले इन्भेस्ट गरेर अनुसार रिटर्न आउला नआउला, भ्यालुएसन आउला नआउला, धेरै चिन्ता थियो कि कस्टमरहरूलाई। त्यो अडियन्सले चाहिँ वाच आउट गरेर बसिरहेको थियो कि होइन, किन सके पनि थिएन,
हेरी मात्रै राखेको थियो के होला भनेर र सायद मेरो बिचमा त्यो प्राइस पनि फर दोज क्याटेगोरी द प्राइस वाज हाई तर के भन्दा बिचमा गर्दा त्यसपछि हाम्रो अब किन त्यो कोभिडकै फेजमा थियो हामी आउने बेलामा होइन त्यसलाई कोभिड भयो फाइनेन्सियल क्राइसिस भयो इकोनोमी डाउन भयो झन् कस्तो भने सबैको फाइनेन्सियल त तपाईँको झन् विक हुँदै गयो त्यही माथि लोनको सुविधाहरू पनि नआए इस्यु यहाँ त्यहाँ आउँदाखेरि त्यो टाइममा तपाईँको स्कुटरको किन्ने भनौँ न क्याप्चर रेन्ज पनि घट्दै गयो कि हार्ड टाइम थियो हामीलाई होइन त्यसलाई हामी 4-5 राम्रो ब्रान्डहरू थियो मार्केटमा अनि जसले गरिरहेको थियो त्यसलाई इन्डियन मार्केट इन्डियन ब्रान्ड छिरेको पनि थिएन चाइनाको 4-5 राम्रो गऱ्यो सबैलाई गाह्रो भइरहेको थियो अनि स्टक लिएर आयो एउटा व्हिम त्यो एक स्कुटर भनेर लिएर आयो स्टक यस्तो बेला त्यस्तो क्राइसिस भइदियो सबै सामान अड्क्यो हामीलाई एकदम स्ट्रेस थियो हामीलाई त्यही पनि समहाउ वी म्यानेज त्यो ठ्याक्कै त्यसलाई एआइडिएले चाहिँ कस्तो भन्नाले नयाँ टेक्नोलोजीको ब्याट्री चाहिँ इन्ट्रोड्युस गरिदियो सो द्याट वाज ग्राफिन ब्याट्री हेऱ्यो भने लिड एसिडकै फ्यामिली हो तर अपग्रेडेड भर्सनमा होइन सो त्यति बेला नेपालमा लिड एसिड ब्याट्रीको स्कुटर थियो एउटा लिथियम को ब्याट्रीको स्कुटर थियो लिड एसिड भेरी कस्तो भन्दा लिड एसिडमा चाहिँ मान्छेले किन ट्रस्ट गर्न सकेन भन्दाखेरि तपाईँको वारेन्टी कम होइन फेरि कस्तो भने तपाईँको ओभर चार्जिङ गर्दा ब्याट्रीहरूमा समस्या थियो कि दो इट वाज इन्ट्रोड्युस इन नेपाल तर त्यसले खासै त्यति सक्सेस गर्न सकेन जोसँग एकदम भनौँ न फाइनेन्सियलको इस्यु नै थियो मलाई पैसै छैन भन्नेहरूले चाहिँ नि सस्तोमा पाएर लियो तर जेनरल अडियन्सले चाहिँ लिएन एक्सेप्ट गरेन लिथियम लियो तर प्राइस महँगो थियो सबैले अफोर्ड गर्न सकेन त्यसलाई ठ्याक्कै वी ओल ह्याभिङ टफ टाइम ठ्याक्कै मैले पनि त्यसलाई आइडिया किन अहेड ग्लोबल नो वान उनीहरू अरूभन्दा 10 टाइम्स अहेड छ क्या आरएनडीमा त्यो हिसाबले कस्तो ठ्याक्कै ग्राफिन ब्याट्री इन्ट्रोड्युस गर्यो हामीले त्यो प्रडक्ट पायो अब ग्राफिन ब्याट्रीको के भयो भन्दाखेरि अघि मैले भनेको चाहिँ कस्तो भन्नाले तपाईँको 3,50,000को स्कुटरले 80 किलोमिटर दिइरहेको थियो र जुन प्रडक्ट हामीले लन्च गरे 2,30,000मा 150 किलोमिटर अप टु 150 किलोमिटरको तपाईँको प्रडक्ट आयो 350 to 30 रेन्ज 80 को ठाउँमा 150 हाफ द प्राइसमा डबल द रेन्ज आयो वारेन्टी सेम त्यसलाई हाम्रो लिथियम ब्याट्रीमा 220,000 किलोमिटर थियो भने ग्राफिनमा पनि 220,000 किलोमिटर आयो के चाहे त यो त सबैको लागि गुड न्युज थियो सो द्याट मोडल वाज इएटिएस प्रो र आजको दिनमा पनि एउटा हाम्रो हिट प्रडक्ट त्यही मोडल छ तर अब भन्दा भन्दै फेरि टाइम चेन्जेस भयो होइन अब बिस्तारै फेरि मान्छे अब लिथियमको टेक्निक ब्याट्री टेक्निक चेन्ज भयो अब मार्केटमा एलएफपी ब्याट्री भनेर आएको छ होइन लिथियम फोस्फेट भनेर जसको प्राइस पनि हेऱ्यो भने यसको कम्पेयर गर्यो भने समवेयर क्लोज टु ग्राफिन ब्याट्री होइन प्राइस त्यही रेन्ज सिमिलर तर के भन्दैन ग्राफिन ब्याट्री भन्दा एलएफपी ब्याट्रीको चाहिँ ड्युरेबिलिटी चाहिँ हाई भयो होइन ब्याट्रीको तपाईँको वेट पनि कम हुने भयो सो त्यसले गर्दा एलएफ ब्याट्री इन्ट्रोड्युस भयो र ठ्याक्कै हाम्रो पनि इन्ट्रोड्युस भयो हामीले पनि लिएर आयो र हामीले पनि अलमोस्ट त्यसलाई मैले भन्नु त इएटिएस मैले 2,30,000मा बेचिरहेको थियो होइन त्यस्तै हामीले नयाँ एलएफपी ब्याट्री नै 2,30,000मा होइन सिमिलर रेन्जमा हामी इन्ट्रोड्युस गर्यो वारेन्टी पनि बेटर 3 years 3,000 किलोमिटर सो टाइम चेन्ज भयो टेक्नोलोजी चेन्ज भयो होइन सो त्यसले गर्दा कस्तो भन्दाखेरि अब बेटर प्रडक्टहरू बेटर प्राइसमा विथ बेटर वारेन्टी आउन थाल्यो त्यसपछि भनौँ बिस्तारै त्यसपछि त अब अडियन्सले पनि बिस्तारै हाम्रो चाहिँ इएटिएस प्रोमा पनि हामीले भनौँ न धेरै मन परायो कस्टमरले होइन र त्यसपछि अब जुन अहिले अरू प्रडक्ट पनि हामीले त्यसपछि ओइन लन्च गरे रिल्याक्स लन्च गरे होइन सो दोज प्रडक्ट आल्सो डुइङ असम होइन सो हाम्रो सबै प्रडक्टले चाहिँ राम्रो गरिरहेछ तर धेरै नम्बर युनिट कुन भन्यो भने चाहिँ इएटिएस प्रो हुनुपर्छ किनभने त्यो मास सेलिङ प्रडक्ट थियो होइन तर ओइन र भेल्याक्स चाहिँ अब यिनीहरू चाहिँ फ्ल्यागसिप प्रडक्ट भएकोले गर्दा एउटा चाहिँ गुड क्राउडले चाहिँ यसलाई चाहिँ एक्सेप्ट गरेर चाहिँ अगाडि गइरहेको छ भनौँ न होइन पाउँछ किन नपाउनु होइन भनिन्छ होइन तर कस्तो भने अब यही हो हामीले अवेरनेस लेभल नपुग्यो सो बेसिकली कस्तो हामीसँग प्रडक्ट मैले भने अब त्यो जस्तै बाइकहरूको पनि सिसीले डिफाइन गर्छ भने जस्तै हुन्छ नि हाम्रो बाइक पनि स्कुटर पनि मोटर पावरले डिफाइन गर्छ कि अब तपाईँको काठमाडौँ क्षेत्रमा हेऱ्यो भने 2800-3000 वाटको मोटर पावरले मजाले पुग्छ होइन खास भन्यो भने जहाँ पनि पुग्छ होइन तर व्हाइट गुम्बा जस्तो बाटो आयो भने चाहिँ पावर बेसी चाहियो कि होइन अब मैले भने जस्तै 16 फुटको उकालो चाहिँ नेपालको जहाँ पनि छ नि त्यो चाहिँ 3000 वाटले जहाँ पनि तानिहाल्छ नि होइन डबल लोड मजाले जान्छ टेन्सन लिनै पर्दैन इस्यु छैन जान्छ त्यही बाइक स्कुटर जान्छ तर कस्तो भने किलोमिटर पुगेन नि त
अब उसले बाटोमा रोक्दै गयो भने चार्ज गर्दै गयो भने त्यो अर्कै कुरा भयो तर स्कुटर नजाने भने हुँदैन पुग्छ जति पनि पुग्छ तर हो अब हिमालयन रेन्जमा गयो भने चाहिँ उनीहरूको बाटो नै ठाडो भयो भने अब त कतिको कम्फर्ट हुन्छ भन्ने कुरा हो तर कस्तो भन्दै मैले भन्दै कस्तो हामीसँग जस्तै मैले भने मोटर पावरहरूको स्कुटर गर्दाखेरि जस्तै भनौँ न हामीसँग 2800 को छ 3200 को छ 3700 को छ 5000 वाटको छ 11000 किलोवाटको छ हैन अब तपाईलाई लाग्छ तपाईँ एकदमै डेडली ठाउँमा छ त हामीसँग 3700 को बजेट तपाईँको अब त्यो पनि प्राइस वाइज छ हैन सो मैले नि 3700 को वाटले 3700 को वाटले पनि तपाईँ जहाँ पनि चढ्न पाए नेपालमा 5000 तपाईँलाई कहाँ जाने 11000 किलोवाट कहाँ जाने सो कस्तो भन्दाखेरि आफ्नो निड के हो त पहिला आइडेन्टिफाई गर्नु पर्यो हल्ला सुन्नु भएन हैन कस्तो भने कहिले मान्छेले रङ प्रडक्ट किनिदिन्छ के अब तपाईले मार्केटमा कस्तो भने हामीसँग मोर देन 80-90 ब्रान्ड छ त्यसमा 10-15 वटा नोन ब्रान्ड होला त्यसपछि अननोन ब्रान्ड एसेम्बलिङ गरेको धेरै छ त्यस्तो प्रडक्टहरु यहाँ हैन कसम तपाईले लो क्वालिटीको प्रडक्ट किन्यो भने तपाईले पर्फर्मेन्स त्यही अनुसार दिन्छ नि भन्ने बेलामा एउटा हुन्छ दिनमा एउटा हुन्छ हैन त्यहाँ कस्तो अननोन ब्रान्डले यति धेरै वारेन्टी दिन्छ हामीले शक पर्छ हामी यत्रो कम्पनीले आरएनडी गरेर हैन यत्रो लगानी गरेर खर्च गरेर हामी यति क्वालिटीको प्रडक्ट निकाल्छ अननोन ब्रान्डहरुले चाहिने भन्दा बेसी दिँदा त हामी नै शक खान्छ र प्राइस अझै कहाँ त्यो त हुनै सक्दैन सो कस्तो अलिकति किन्ने मान्छेले पनि हो अब नयाँ कुरा छ नयाँ प्राविधिक छ अलिकति बुझाउने मान्छे पनि अब हुँदैन सही हुँदैन राइट ठाउँमा पुग्दैन हैन तर कस्तो राम्रोसँग बुझेर गएर आफ्नो निड के हो भनेर मार्केटमा आइडेन्टिफाई गर्यो भने त्यो उसको निड अनुसार पुरा गर्न जस्तै हाम्रै सोरुममा आयो भने हामीले उहाँको निड बुझ्छु अब म काठमाडौँ बाहेक कहीँ जाइँदैन भने नि तपाईलाई किन 5000 रुपैयाँ हो अब तपाईँ शौकिन छ मलाई पर्फर्मेन्स चाहिन्छ यहाँ छ भने त डेफिनेटली दिस प्रडक्ट इज हियर हैन तर म डे टु डे चलाउने भने त तपाईलाई किन छ उकालो चढ्नेसँग पाए त 2800 पनि पुग्छ 3000 पनि पुग्छ तर हैन मलाई पावर पनि चाहिन्छ मलाई पर्फर्मेन्स चाहिन्छ यता जान्छ उता जान्छ भने यस्तो छ हामीसँग प्रडक्ट या यस्तो छ भनेर हामीले उहाँहरूलाई सजेस्ट गर्छौँ सो त्यति लेभलको अवेरनेस भयो भने मेरो विचारमा इस्यु छैन हैन अहिले ठ्याक्कै गरेको छैन किनभने त्यो समय आएको पनि छैन हैन किनभने भर्खर त लास्टले पनि तपाईले हेर्यो भने जम्मा 7000 युनिटको मैले भने ओभरअल इन्डस्ट्री इलेक्ट्रिक 7000 युनिट त बेचिरहेछ हैन नआउन सक्ने भन्ने छैन त्यो दिन अब के त हामीले इयरली नै तपाईको 10000 युनिट या 20000 युनिट भन्दा बेसी गर्न थाल्यो भने विल थिंक अबाउट इट हैन तर अहिलेकोले चाहिँ इट डजन्ट मेक सेन्स हामीलाई अहिले अब अहिले चाहिँ भन्नु पर्यो भने सक्दैन किनभने यसले प्लान गर्नलाई दुईजना मान्छे खोलेर हैन सानो अफिस खोलेर हैन देयर इज इन्भेस्टमेन्ट हैन फेरि म्यान पावर त्यही अनुसार चाहियो स्किल लेबर चाहियो कस्ट चाहियो त्यत्रो इन्भेस्टमेन्ट गरेर मैले 1000 युनिट त लास्ट इयर गरे अब मलाई खास अहिले एक्ज्याक्टली थाहा छैन किनभने सबै तपाईको ड्युटिजहरुले फरक पार्छ के हैन किनभने मैले नेपालमा एसएम गरेर मलाई कतिको ट्याक्समा चाहिँ नि कम्पेन्सेसन पाउँछ भने जस्तै सायद हुन्डाईहरुलाई बाइकहरुलाई छ होला छुट हैन भन्न त्यसलाई हाम्रो कमर्सियल गाडीलाई भन्नु नल्याउनु पर्यो भए अलमोस्ट 270% ट्याक्स हैन अब यहाँ आउँदा फेरि 100-150 भन्दा हैन 100% बचे पनि त अब आई डोन्ट एक्ज्याक्टली कति हो भन्न खोजे 50% 100% बचे पनि त कस्टमा धेरै राहत भयो नि त एउटा गाडीमा 4-5 लाख घट्छ या 10 लाख घट्छ हेरी त्यो फाइदै भयो नि हैन सो त्यो हिसाबले ठिकै थियो तर अब इलेक्ट्रिकको तपाईको 10% छ ड्युटीज हैन कस्टम अब त्यसमा गभर्नमेन्टले हामीलाई यस्तो सोच्दै आज 5% छुट दिए पनि खासै फाइदा देखेन के हैन अब त्यसको लागि त फ्युचरमा गभर्नमेन्टले कुन लेभलमा कुन पोलिसी कसरी आउँछ किन 5% हामीलाई खासै मैले आम नट स्योर है तर 5% ले पनि हामीलाई के त्यो भन्दा त बरु इम्पोर्ट गर्ने फाइदा अनि डेफिनेटली अहिले कस्तो भन्दाखेरि हामीसँग अवेलेबल छ हो मार्केटतिर जताततै छैन जसरी अब तपाईको आइस भेहिकलहरुको जहाँ पनि अवेलेबल छ हैन डेफिनेटली किनभने भर्खर त आयो हैन वर्कसपै छैन हैन हामीसँग त भनौं न हाम्रो बाहिर जति पनि डिलर छ हाम्रो झन्डै अलि 17 वटा डिलर नेटवर्क छ हैन बाहिर जति पनि डिलर छ उहाँको आफ्नै भयो वर्कसप अब काठमाडौँमा हाम्रो अलि सामा खुसी र हाम्रो यो नारायणसुमा दुईटा छ अब हामी ग्रोइङ स्टेजमा त बढ्दै छु ग्रो त डेफिनेटली गरिहाल्छु त जसरी आइस भेको जस्तो गल्लीमा टोलमा हैन नट अलि अथराइज लोकल पनि खोलिरहेछ त्यो हिसाबले इलेक्ट्रिकको अलि भएको छैन बेला पनि भएको छैन कति बेचेछ कति खर्च गर्ने अब गर्दै गर्छ जाँदै जान्छ
अब यस्तो बेलामा हामीलाई नि गभर्मेन्टको सपोर्ट चाहिने भनेको हैन लङ टर्ममा। सो कस्तो भने यो हिसाबले कस्टमरलाई डेफिनेटली स्पेयर पार्ट्स मात्र होइन कि भोलि बिग्रियो भने मलाई कहाँनिर बनाउनु त हैन, म कहाँसम्म पुऱ्याउनु त्यो स्कुटर हैन। बाहिरतिर त आइस भेला त तपाईँ लाने बित्तिकै अलिकति 1 किलोमिटर गयो भने आउँला या 5-6 जना पनि आउँला, इलेक्ट्रिकको कहाँ जाने त? त्यो इस्यु छ डेफिनेटली। अब यो कस्तो भने समयले बिस्तारै यसलाई चाहिँ हुँदै जान्छ। तर भन्दा अहिले पनि के छ भन्दाखेरि हामीले चाहिँ कस्तो स्पेयर पार्ट्स त हाम्रो वर्कसपमा अभाइलेबल नै छ। कहिले कता चाहिँ कहिले तपाईँ आउट अफ आवर भनौँ न हाम्रो सोरुमभन्दा आफ्नो लोकेसनभन्दा डिफ्रेन्ट ठाउँ पुग्नु भयो अरे। लेट्स से फर इक्जाम्पल तपाईँ यहाँबाट अब धुलीखेल पुग्नु भयो अरे, त्यहाँसम्म पुग्छ हाम्रो स्कुटर हैन, पुग्नु भयो अरे, ब्रेकडाउन भयो अरे, त्यहाँ वर्कसप छैन, के गर्ने त हैन। सबसे पहिला त हामी रोड असिस्टेन्स सर्भिस पनि दिन्छौँ। हामी दिएको धुलीखेलसम्म पुगेर हामीले तपाईँलाई एक्जाम्पल किन दिएको भने हामी त्यहाँसम्म गएर हामीले सर्भिस दिएको हुन्छौँ, त्यसले कस्टमर खुसी हुन्छ नि त हैन। र हामीले गर्नुपर्ने पनि त्यही नै हो, किन हामी जहाँ पनि छैन नि त हैन। आफूले इस्ट्याब्लिस गर्नुहोस् न, हामीले सबै गर्नै पर्ने छ। ल कहिले गर्न जान सकेन अरे हैन, फर इक्जाम्पल त्यहाँ केही अब आई डोन्ट नो जस्ट भनेको अब के ब्रेकडाउन भयो अरे। सो हामीले के गर्छ भने यहाँबाट हामी पार्ट्स पठाइदिन्छौँ त्यहाँ लोकल वर्कसपमा लग भन्छु हैन। सो हामीले भिडियो कल गरेर असिस्ट गरेर पनि हामी चाहिँ सल्भ गराइन्छौँ। सो कसरी हुन्छ हामी चाहिँ वी सल्भ द इस्यु। अब अहिले हेऱ्यो भने त अब आई थिङ्क द 10% इज भेरी रिजनेबल हैन। अब यहाँ मेन चाहिने भनेको इन्फ्रास्ट्रक्चर नै हो हैन। 4 व्हिलर्सलाई त चाहिने, 2 व्हिलर्स त धन्य अहिले कस्तो छ भन्दाखेरि हजुरको हाम्रो त्यस्तो फास्ट गाडीको छ फास्ट चार्जिङ स्टेसन राखिदिनु परेको छैन अनि जहाँ पनि चार्ज गर्न मिल्छ। तर भोलिको दिनमा भन्न सक्दैन हाम्रो गाडीको जस्तै फास्ट चार्जिङ आउनु पनि सक्छ हैन। सो त्यसको लागि चाहिँ कस्तो भन्दाखेरि अब जब आउँछ गभर्मेन्टले पनि त्यही लेभलमा चाहिँ इन्फ्रास्ट्रक्चर डेभलप गर्नु पर्यो। र आजको दिनमा मैले गभर्मेन्टबाट सपोर्ट एक्सपेक्टै गर्ने हो भने चाहिँ के एक्सपेक्ट गर्छु भन्दाखेरि एटलिस्ट जुन वर्कसपलाई छ नि, अब हामीले अथराइजले गर्ने त छँदैछ, अरू स्किल वर्कसपहरूलाई पनि भन्यो एउटा प्रपर वर्कसपहरूलाई पनि त्यहाँको मेकानिकहरूलाई चाहिँ हुन्छ नि एउटा ट्रेनिङ दिएर चाहिँ हैन, इलेक्ट्रिकको नलेज दिएर बेसिक नलेजहरू दिएर आयो भने कसरी हेर्न सकिन्छ, के गर्न सकिन्छ भनेर यस्तो ट्रेनिङहरू दिएर पनि तपाईँको चाहिँ कस्तो भन्दाखेरि हामी पनि एसोसिएट भएर चाहिँ हुन्छ नि वी क्यान डेभलप दिस इन्फ्रास्ट्रक्चर के, जसले गर्दा भोलिको कस्टमरलाई चाहिँ जहाँ ब्रेकडाउन भयो भने उसले सर्भिस पाओस् के। सो त्यो हिसाबले चाहिँ त्यो गर्न सक्यो भने चाहिँ हामीले अझै यो कस्तो नि कस्टमरलाई चाहिँ अडियन्सलाई चाहिँ अझै इलेक्ट्रिकमाथि चाहिँ नि ट्रस्ट बिल्डअप हुन्छ र भोलिको दिनमा मार्केट चाहिँ यसले छिटो लिन सक्छ हैन। डेफिनेटली मलाई भन्दा पनि अब डेफिनेटली फ्युचर इलेक्ट्रिक नै हो होला। धेरै क्वेसन आउँछ, धेरै एन्जाइटी हुन्छ हैन, डर हुन्छ के हो कसो हो हैन। अब कतिकोलाई चाहिँ कस्तो भन्दाखेरि एउटा एक्स्ट्रा प्रडक्ट एउटा मसँग गाडी छँदैछ बाइक छँदै एउटा इलेक्ट्रिक राखौँ भन्ने होला, तर कतिजनाको लाइफै त्यहाँबाट चलिरहेको हुन्छ हैन। सो कस्तो भन्दाखेरि अब थाहा छ उहाँलाई पनि फ्युचर इलेक्ट्रिक हो भनेर, अब त लगभग थाहा नै भइसक्यो सबैलाई, तर त्यही पनि डर कुन प्रडक्ट किन्दा बेटर, के गर्दा बेटर, कुन किनेर चाहिँ मेरो ढुक्क हुन्छ। त त्यस्तोलाई सिम्पली मैले के भन्न चाहन्छु अलिकति होमवर्क गर्नुहोस् हैन, लिस्ट डाउन गर्नुहोस् 6, 7, 8, 10 ब्रान्ड लिस्ट डाउन गर्नुहोस्, थाहा भइहाल्छ मार्केटमा जाने बित्तिकै हैन, सोरुम देख्ने बित्तिकै, प्रडक्ट देख्ने बित्तिकै, वर्कसपहरू देख्ने बित्तिकै हैन, कुन प्रडक्टले कसरी चाहिँ कतिको सिरियस लिइरहेछ भनेर बुझिहाल्छ उहाँको नेटवर्क हेरेर हैन, सब बुझिहाल्छ। सो त्यो गरेर आफ्नो निड के हो हैन, आफ्नो रिक्वायरमेन्ट के हो बुझ्दै गएर हुन्छ नि बुझ्नुहोस्, टेस्ट राइड गर्नुहोस् र हुन्छ नि र सही प्रडक्ट किन्नुहोस् हैन। र फ्युचर इलेक्ट्रिक नै हो, किनभने यसले खास कस्तो भन्दाखेरि नट जस्ट बाई इलेक्ट्रिक हैन, यसको फाइदा पनि छ नि त। किन तपाईँ एक त पोल्युसन कम भयो, देशको तपाईँको फरेन एक्सचेन्ज एफसिआई बच्यो, प्लस आफ्नो सेभिङ्स पनि त बढ्यो नि त। किन हामीलाई थाहा छ नि त हो रङ प्रडक्ट किन्यो भने त आफ्नो नथिङ टु से, तर जसले राम्रो प्रडक्ट किनेको छ होला लोकल प्रडक्ट भन्दा 10-15, 20 महँगो पर्ला, तर कस्तो भन्दाखेरि यसले रिटर्न पनि राम्रो दिन्छ, तपाईँको सेभिङ पनि राम्रो गर्छ हैन। हाम्रै कति कस्टमरसँग हामीले भनौँ टेस्टिमोनियल लिँदाखेरि उहाँसँग फिडब्याक लिँदाखेरि आज उहाँले त्यो सेभिङले भनौँ न उहाँको एउटा लाइफ एउटा स्ट्यान्डर्ड लिभिङ बढेको छ। आज उहाँको छोरालाई उहाँले राम्रो स्कुलमा पढाउन सकेको छ त्यही सेभिङले गर्दा खाना राम्रो खुवाउन सकेको छ हैन, केही न केही लाइफमा चेन्जेस लिएर आएको छ।
सो कस्तो भने इट विल हेल्प यु इन फ्युचर भन न थ्याङ्क यू सर थ्याङ्क यू हजुर थ्याङ्क यू